माथि बेस्टदेखि लिएर सबै चेन्ज गर्नु माथि त चेन्ज गरेको छैन अब सर्जरी गर्छ होला तर तल चाहिँ गरिसकेको छ हजुर तपाईँ मजासँग बकाइदा देख्नु भएको छ आँखा अगाडि मलाई अस्ति सुटिङमा देखाएर दिएँ कसरी हेर्नुभयो त्यो हेर्न सक्नुभयो ल हेर भने देखाइदिन्थ्यो अनि मैले झल्ला गरेर म सक पऱ्यो माइ गड तर बचपनको म पनि हिरो हो क्या एउटा गाउँको तर के गर्ने भाग्यले पो यो मरुभूमिमा यो गुसौनीमा भर्ती बनाइदियो तर पनि ऐना हेर्दाखेरि त म विराज भट्ट जस्तै छु जस्तो लाग्छ अब अरूले जेसुकै सोच्छन् तर मलाई त आफै म हिरो जस्तो लाग्छु म गजब बेइज्जती यस्तो त्यो बेड सिनमा चाहिँ म छैन है फेरि अगाडिको पार्ट मात्र मलाई देखाएको छ लास्टमा चाहिँ हामी उता भागेको छौँ पछि दाइ मात्रै हुनुहुन्छ दाइ एक्लै सुतेर त्यो खाट मात्रै हल्लाउनु खुट्टा हल्लाउनु भएको त्यो चाहिँ त्यसमा चाहिँ म नराम्रो भनेको चाहिँ म छैन त्यसमा चाहिँ बेड सिनमा म होइन दाइ मात्रै सिङ्गल है दाइ होइन भने ढुङ्गाको बगरमा अहिले वार्षिक त्यो त करोडौँ चाहिँ तपाईँको चाहिँ त्यो श्रम संस्कृति पार्कबाट चाहिँ अहिले आम्दानी भइरहेछ लिक्वान यु होइन अर्को सम्पाङ भनेको लिक्वान यु नै हो क्या पूर्वको लिक्वान यु नै हो नेपालको लिक्वान यु नै हो अर्को सम्पाङ बगरलाई उनले चाहिँ तपाईँको चाहिँ मुहरमा परिणत गरे हेर्नुहोस् बगरबाट डलर फलाइरहेका छन् उनले अहिले अनि यस्तो नौटङ्की छोडा मेयर भएर आफै गएर बढार्ने आफै गिटी कुट्ने आफै पाइप तान्ने हो र भन्ने पनि थिए तिनीहरू माथिको चाहिँ तपाईँको जवाब त्यो दोस्रो खालका मान्छेहरू चाहिँ उहाँहरूको भनेको चाहिँ नै अब पक्कै पनि मलाई लाग्छ उहाँहरू विपक्षी दलमा हुनुहुन्छ हुनु त म पक्ष विपक्ष भन्ने दल त तपाईँको लागि सबै विपक्षी भयो नि भाइ अब उहाँहरूले चाहिँ के छ भन्दाखेरि अब त्यो नौटङ्की देखाउँछ 2-4 दिन यसो चाहिँ गर्छ अनि थाक्छ है हुँदैन यसो फोटो खिच्नलाई मात्रै हो भनेर उहाँहरूले चाहिँ सोच्नु भयो होला तर अहिले हामीले रिजल्टै देखाइसक्यौँ कि है पक्वा खलामा चाहिँ ढुङ्गा बोक्नु गए 2 दिन भन्नुहुन्थ्यो पानी पनि लिएर खुवानी है ठुल्ठुलो प्रोजेक्ट गर्दैछौँ पढाइ कस्तो छ ल भन्नु त पढाइ त अब धेरै पढ्दैन भने जिरै छ तर चाहिँ पास चाहिँ हुन्छु मजाले पहिला त फेल हुन्छ भन्नुहुन्थ्यो अहिले चाहिँ पास हुन्छु मजाले अब सबैजनाले केपी बा भन्दा धेरै गफाडी भयो भन्दै भन्नुहुन्छ अब केपी बा मरिसकेपछि को गफाडी हुने त यसो प्र्याक्टिस गरिराख्नु परेन त्यही भएर हल्का गफ दिन्छु गो मान्छेहरूले धेरै नै गफ दियो सोच्छ तर त्यस्तो होइन नि हल्का त गफ दिनु परिहाल्यो नि के कस्तो जो मान्छे पैसा प्रति जसको त्यो लगाव बढ्छ नि होइन धेरै त्यो मान्छेले चाहिँ पैसा बाहेक अरू केही पनि देख्दैन कि अरू केही पनि देख्दैन न आफ्नो आफन्त देख्छ न परिवार देख्छ न साथीभाइ इष्टमित्र देख्छ केही पनि देख्दैन त्यो भएपछि अनि पछि लास्टमा गएर त्यो जोसँग धेरै पैसा र पावरको पछाडि मान्छे कुदेको हुन्छ त्यो मान्छे लास्टमा गएर अनि कोही पनि हुँदैन कि पछि चाहिँ कोही मान्छेहरूलाई चाहिँ यस्तो ग्याटिसले हान्नु मलाई छ कि मलाई यो ग्याटिसले है गर हान्नु मलाई साँच्चै होला कि यो खासमा बाख्रालाई गोठाला गर्दाखेरि मैले यो बाख्रालाई हान्ने ग्याटिस हो कि यो चाहिँ बाली नालीहरू खान्छ नि होइन तर यस्तो कोही मान्छेहरूलाई चाहिँ मान्छेलाई यस्तो हान्नु मलाई चाहिँ यो ढुङ्गा छ है यो ढुङ्गा लगाएर होइन यस्तो नै हान्नु मलाई छ कि मुटुमा पुग्ने गरी तर राम्रो परिवार भने के रहेछ थाहा छ त अहिले आएर मैले थाहा पाएँ कि पैसा भएको परिवार राम्रो परिवार होइन रहेछ कि भ्याल्यु संस्कार भएको परिवार राम्रो परिवार रहेछ जहाँ बुवा आमाको राम्रो सम्बन्ध छ जसलाई बच्चाले हेरेर हुर्किन पायो होइन अथवा सिङ्गल प्यारेन्टको पनि आफ्नै स्ट्रगल छ जसलाई छोराछोरी रिस्पेक्ट गरेर हुर्किन पायो जहाँ रिस्पेक्ट छ जुन परिवारमा एकअर्कालाई एउटा रिस्पेक्टको पेडेस्टलमा राखिन्छ संस्कार सिकाइन्छ त्यो परिवार चाहिँ राम्रो परिवार हो मान्छेले मलाई सोधेको थियो कि तिमीले रिलेसनसिपमा सबैभन्दा बिगेस्ट मिस्टेक के गरेको छौ भनेर क्या मैले यस्तो सोचेँ मैले यस्तो मान्छेलाई मेरो मुटु दिएको रहेछ होइन जसलाई चाहिँ दिमागको जरुरत थियो रहेछ क्या